यो सानो गल्तीले डायरियालाई सिरियस बनाउन सक्छ। साथीहरू नमस्ते, तपाईँहरूलाई वेलकम छ मेडिकल हेल्थ एसिस्टेन्ट युट्युब च्यानलमा। साथीहरू एकजना अङ्कल लुज मोसन ल्याएर चाहिँ हाम्रो मेडिकलमा आउनुभएको थियो। लगभग उहाँलाई चाहिँ 3 देखि 5 दिनसम्म भइसकेको थियो। सो उहाँले चाहिँ डाक्टर ज्ञान प्रकाश भट्टलाई देखाउनु भयो र सरले चाहिँ इमर्जेन्सीमा उहाँलाई चाहिँ म्यानेजमेन्टको लागि पठाउनु भयो र हामीले चाहिँ उहाँको म्यानेजमेन्टको लागि चाहिँ रेडी गर्दै थियौँ। साथीहरू तपाईँलाई पनि डायरिया यानि कि झाडापखाला भएको छ भने यसलाई चाहिँ सामान्य रूपमा नलाउनुहोला। साथीहरू झाडापखाला हुँदा चाहिँ शरीरबाट धेरै पानी बग्ने होइन, त्यसै गरी इलेक्ट्रोलाइटहरू चाहिँ बाहिरिन्छन्, जसले गर्दा चाहिँ कमजोरी र डिहाइड्रेसन हुनसक्छ। सो तपाईँहरूले चाहिँ यदि यस्तो समस्या छ भने लगातार 4-5 दिनसम्म तपाईँलाई चाहिँ डायरिया भइरहेछ भने तपाईँहरूले तुरुन्तै हस्पिटलमा गएर चाहिँ डक्टरको सल्लाहअनुसार चाहिँ ट्रिटमेन्ट गराउनुहोला। सो गाइज हामीले चाहिँ उहाँलाई चाहिँ मेडिसिन दिनको लागि चाहिँ हामीले चाहिँ आइभी लाइन ओपन गऱ्यौँ। त्यसपछि हामीले मेडिसिनहरू चाहिँ रेडी गऱ्यौँ र उहाँलाई चाहिँ हामीले चाहिँ ट्रिटमेन्टको लागि चाहिँ केही इन्जेक्सन जस्तै पेन्टापराजोल, ओर्नेम, मेट्रिन्डाजोल, आरएल जस्ता मेडिसिन दिएर चाहिँ उहाँलाई चाहिँ हामीले चाहिँ म्यानेजमेन्ट गऱ्यौँ। त्यसै गरी साथीहरू तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्छ लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच।